नमस्कार साथीहरू, केभिएल स्टोरिजमा तपाईहरू सबैलाई हार्दिक स्वागत छ। यदि तपाईँ पहिलोचोटि हाम्रो च्यानललाई हेर्दै हुनुहुन्छ भने र यस्तै मन छुने प्रेम, जीवन र सम्बन्धका कथाहरू सुन्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकन पनि थिच्नुहोस् ताकि हाम्रो हरेक भिडियोहरू तपाईको मोबाइलको वालपेपरमा आइपुगोस्। साथीहरू, आजको कथा अन्तिमसम्म अवश्य हेर्नुहोला। सायद यो कथा तपाईको आफ्नै जीवनसँग पनि मिल्न सक्छ। साथीहरू, आजको कथा रहेको छ हरेक दिन चाहिँ केभिएल स्टोरिज युट्युब च्यानलमा प्रस्तुत हुने कि लभ सिरिज पार्ट 3 मा तपाईहरूलाई आज माया गर्नेले कहिल्यै साथ छोड्दैन भन्ने विषयमा तपाईहरूलाई कथा सुनाउँदैछु। हो साथीहरू, माया गर्नेले कहिल्यै साथ छोड्दैन, तर साथ छोड्नेले सायद कहिल्यै साँचो माया गरेको पनि हुँदैन। हो साथीहरू, जीवनमा सबैभन्दा गाह्रो कुरा बिछोड मात्रै होइन, आफ्नै भनेर विश्वास गरेको मानिस बदलिनु पनि हो। समय बदलिन सक्छ, परिस्थिति बदलिन सक्छ, तर साँचो प्रेम गर्ने मन सजिलै बदलिँदैन। साँचो प्रेम गर्ने व्यक्तिले तिम्रो खुसीमा मात्र होइन साथीहरू, तिम्रो दुःखमा पनि तिम्रो हात समातेर उभिन्छ। किनकि प्रेम भनेको केवल म तिमीलाई माया गर्छु भन्ने शब्द मात्र होइन, कठिन समय आए पनि म तिम्रो साथमा छु भन्ने व्यवहार हो प्रेम। आज धेरै सम्बन्धहरू प्रेमको कमीले होइन, विश्वासको कमीले टुटिरहेका छन्। कहिलेकाहीँ एउटा झुट, एउटा शङ्का वा एउटा व्यवस्थाले पनि वर्षौं पुरानो सम्बन्धहरू समाप्त हुन सक्छन्। यदि कसैले तिम्रो सबै कमजोरी थाहा हुँदाहुँदै पनि तिम्रो साथ छोडेन भने उसको सम्मान गर्न कहिल्यै नछोड। किनकि संसारमा प्रेम गर्न धेरै भेटिन्छन्, तर अन्तिमसम्म साथ दिने मानिस धेरै कम भेटिन्छन्। याद राख्नुहोस् साथीहरू, साँचो प्रेमले अनुहार होइन, मनलाई रोज्छ। साँचो प्रेमले अनुहारलाई होइन, मनलाई रोज्छ। धन होइन, चरित्रलाई माया गर्छ र परिस्थिति होइन, सम्बन्धलाई बचाउने निर्णय गर्छ। साथीहरू, आजको कथाले तपाईको मन पक्कै पनि छोयो होला। यदि तपाईहरूलाई यस्तै कथाहरू मन पर्छ भने एउटा लाइक गरेर आफ्नो माया देखाइदिनु होला, ताकि तपाईको सानो मायाले हाम्रो लेखन यात्रालाई अझै अगाडि बढाउनेछ। र एउटा सानो कमेन्ट लेख्नुहोला, किनकि म तपाईहरूका कमेन्टहरूबाट मलाई जीवनमा अझै राम्रो कथाहरू ल्याउन र मेरा कमी कमजोरीहरूलाई म महसुस गर्न, स्मरण गर्न मद्दत पुग्नेछ। साथीहरू, केभिएल स्टोरिज युट्युब च्यानल मार्फत हरेक साँझ 10 देखि 11 बजे बिचमा नयाँ कथा लिएर तपाईहरू समक्ष आउने गर्छौँ। त्यसैले भोलि पनि यही समयमा भेट्ने बाचा गर्दै आजका लागि बिदा चाहन्छौँ र जाँदै तपाईहरूलाई एउटा अनुरोध गर्न चाहन्छु। यदि तपाईहरूसँग पनि यस्ता कुनै मन छुने कथाहरू, स्टोरीहरू छ भने हाम्रो कमेन्टमा अवश्य तपाईहरूले लेख्नुहोला र तपाईहरूका मनभित्रका पीडा र भावनालाई मैले यही केभिएल स्टोरी युट्युब च्यानलबाट प्रसारण गरिदिनेछु भन्दै साथीहरू, साँचो प्रेम कहिल्यै हतारमा प्रमाणित हुँदैन। प्रेम प्रमाणित हुन समय लाग्छ, समयसँगै आफै प्रमाणित हुन्छ। आफ्ना प्रियजनहरूको सम्मान गर्नुहोस्, सम्बन्धमा विश्वास राख्नुहोस्
र जहाँसम्म सम्भव छ कसैको मन नदुखाउनुहोस् भन्दै म फेरि भोलि राति एउटा नयाँ स्टोरी केबिएल युट्युब च्यानलको लभ सिरिज पार्ट 4 लिएर आउनेछु। तबसम्मका लागि नमस्कार, शुभरात्रि र आफ्नो ख्याल राख्नुहोस्। गुड नाइट साथीहरू। केबिएल स्टोरी।